हजुर अनि यो अस्तिको घटनाबारे हामी थोरै यसो कुराकानी गरौँ भनेर मैले फोन गरेको, फोनै रिसिभ गर्नु भएन सर। हजुर हजुर भन्नु न। यो अस्तिको हिजो अस्ति नै अस्ति बेलुकाको त्यो घटनाबारे थोरै भनिदिनु न, के हो सर वास्तविकता? यो कुराकानी अर्कै छ भित्र चाहिँ। भित्र अर्को के कुराकानी गर्छ? भित्र कुराकानी अर्को छ हो, त्यो अहिले त्यो हाम्रो मिफा गुरुङको विषयमा यो जिल्ला अस्पतालले। दिपा गुरुङको विषयमा चाहिँ अब तपाईँलाई भन्नु पर्यो यस्तो हो, हजुर शनिबार बेलुका धादिङ हस्पिटल लगेर भर्ना गरे। हजुर हजुर यहाँ अब अलिकति ब्लड देख्यो भनेपछि अब व्यथा लागेको हो कि भनेर गाउँबाट गाडीमा हालेर धादिङ बेसी लग्यो। हजुर हजुर अनि भर्ना गरियो, भर्ना गरिसकेपछि त्यहाँ भर्ना गरियो अनि त्यहाँबाट तपाईँको त्यहाँ गएर चेक जाँच गर्दाखेरि नर्मल छ, त्यस्तो डराउनु पर्दैन भन्ने कुरो भयो हजुर हजुर होइन। अनि त्यहाँबाट त्यत्तिकै भयो। भोलिपल्ट बिहान पनि नर्मल हो, त्यस्तो केही छैन, बेलुकासम्म अपरेसन गर्ने भन्ने कुरो भएछ। आइतबार अपरेसन गर्ने भन्ने कुरो भएछ। त्यहाँ नर्मल छ, फेरि आइतबार चेक जाँच गर्दाखेरि नर्मल छ, त्यो अपरेसन नगर्ने, अब केही भएन भन्ने कुरो भयो अरे। हजुर डक्टर तपाईँ यो सहमति गर्ने बेलामा, काठमाडौँ पठाउने भनेर सहमति गर्ने बेलामा तपाईँ थिए कि थिएन त्यहाँ मिटिङमा? म छु। हजुर हजुर म त्यहीँ छु। हजुर हजुर अनि हजुर त्यहाँबाट तपाईँको त्यो आइतबार अपरेसन भने भएन। भोलिपल्ट तपाईँको त्यो दिन त्यति भयो। भोलिपल्ट तपाईँको त्यो व्यथा केही छैन, त्यो बिरामी नर्मल क्या, हजुर हजुर एकदम नर्मल भयो। अनि राति 3 बजेबाट चाहिँ तपाईँको के भएछ भने त्यो जुन व्यथा लाग्ने औषधि हजुर हजुर युज गरेको भन्ने कुरो भयो। हजुर अनि त्यो युज गरिसकेपछि त्यहाँ गएर 1 डोज लगाइयो। त्यहाँ बिहान फेरि 6-7 बजे अर्को डोज लगाइदियो, बिहान 8-9 बजे अर्को डोज लगाइदियो। तर त्यो हुँदा पनि केही तपाईँको लक्षण देखा भएन। हजुर हजुर सोमबार त्यो भएपछि तपाईँको त्यहाँ अब हाम्रो बिरामी कुराहरूले भनेअनुसार तपाईँको त्यो औषधि लाग्दा त्यतिखेर तपाईँको 1 बजे 2 बजे 3 बजेसम्म तपाईँको त्यहाँ चेक गर्दाखेरि नर्मलै क्या जम्मै। हजुर हजुर अब त्यही घरान मात्रै खुलेन, अरू सबै नर्मल। अब तपाईँको बिरामी पनि खाँदै त्यस्तो नभएको नर्मल भने एक्कासी तपाईँको के भयो भन्दा 3 बजेपछि तपाईँको चाहिँ एक्कासी 3 बजीसम्म नर्मल भने चाहिँ एक्कासी तपाईँको 3:30 बजे हुने टाइममा चाहिँ लो अपरेसन गर्नुपर्छ, बच्चाको चाहिँ धड्कन छैन, अपरेसन गर्नुपर्छ भनेर तपाईँको एकदम फास्टमा क्या हजुर हजुर तपाईँको लगेर अपरेसन कोठा गरेर अपरेसन भएछ भनौँ न। हजुर अनि त्यो बेलासम्म बच्चा जन्मेको थिएन सर? थिएन, अपरेसन गरेर निकाले, अपरेसनबाटै निकाले हो बच्चा। हजुर हजुर अनि अपरेसन गरेर बच्चा निकाल्यो अरे। अनि निकालेपछि तपाईँको अपरेसन नि तपाईँको के हुन्छ भन्दाखेरि अपरेसन गरेपछि 1-1.5 घन्टा त तपाईँको अपरेसन रुमबाट बाहिर निकाल्छ नि त। हजुर हजुर हाम्रो बिरामी लगभग 3:30 बजे हिँड्ने गरेको 6 बजीसम्म निकालेन हेर्नु। अनि त्यो बाहिर हाम्रो बिरामी कुनै साथीहरू आत्यो, किनभने अब अर्को सँगसँगै उसले आइसक्यो। अब हाम्रो आएन भनेर त्यहाँ आत्तिसकेपछि अनि के भयो त भने हुँदैछ भनेर त्यहाँबाट तपाईँको के भन्दा ल बच्चा चाहिँ भयो, तर बच्चा मरेको बच्चा भन्ने कुरो भयो अरे। बच्चा चाहिँ छैन भन्यो अरे। अनि माउलाई कस्तो छ भने माउको पनि बच्चा उ गर्नुभन्दा अगाडि नै पाठेघर फुट्या ल्याउनुहोस्, पाठेघर फुटेको भनेर चाहिँ तपाईँको त्यहाँ डक्टर जुन अपरेसन गर्ने डक्टरहरूले त्यो जानकारी गराउनु भएछ हाम्रो बिरामी कुर्नेलाई। अनि त्यस्तो कहाँ हुन्छ, लु मलाई चाहिँ प्रमाण चाहियो, तपाईँहरू त्यो फोटो खिचेर ल्याउनु के भएको रहेछ भनेर फोटो खिच्दा नि फोटो पनि हाम्रो त्यहाँ साथीहरूले फोटो पनि मागेछन्। हजुर हजुर फोटो पनि छ हामीसँग। अनि त्यो भएपछि त्यहाँबाट त्यतिकै भयो। तपाईँको म त्यतिखेरसम्म बजार थिएँ, त्यो बिरामी भएको थिएन, मेरो अर्कै कामले बजारतिर थिएँ। त्यहाँबाट बेलुका 8 बजीमा घर आइपुगेँ। घर आएर बिरामी कस्तो भने यस्तो भयो अरे भनेर त्यहाँबाट फोन आएपछि हामी 9 बजे यहाँ गाडी लिएर तल कुद्यौँ। तपाईँको के भएछ भन्दाखेरि तपाईँको 6 बजे अपरेसन गर्दाखेरि बच्चा मर्यो भने बच्चालाई तपाईँको 7 बजे टाइमतिर त तपाईँको भनौँ न त्यो मर्यो भनेको झन्डै 35 मिनट 1 घन्टाभित्रमा तपाईँको फेरि बच्चा जिउँदैछ भनेर चाहिँ तपाईँको हेर्दा डक्टर कतिसम्म फटा जिउँदैछ, लो काठमाडौँ लानु पर्यो, यहाँ नहुने भयो भनेर हाम्रो 2जना मान्छे थिए, 1जना मान्छेलाई लो हिँड्नु भनेर एम्बुलेन्स लिएर चाहिँ त्यो मर्या बच्चाले 2जना स्टाफ सहित गएछन् हेर्नु नि। त्यो चाहिँ उनीहरू जोगिनलाई। अनि त्यहाँबाट तपाईँको त्यसरी गइसकेपछि बच्चा चाहिँ मर्यो भन्ने कुरा चाहिँ पहिला नै हस्पिटल गरिसकेर पनि उनीहरूले बच्चा लिएर उता कहाँ गल्छीसम्म हो कि कहाँ गजुरीसम्म पुगेको? गजुरीसम्म पुगेर गजुरी हस्पिटल राखेर त्यहाँबाट चाहिँ अब मर्यो भनेर तपाईँ ऊ अनि हामी यहाँबाट 9 बजे गयौँ। 9 बजे तपाईँको गएपछि 10 बजी टाइममा पुग्यौँ, बच्चा उतै गजुरी छ भन्ने कुरो भयो होइन। हजुर हजुर अब एम्बुलेन्स पनि फर्किआएन भने अब एम्बुलेन्स त्यहाँ गजुरीहरूलाई हस्पिटलले अब के गर्नु पर्ला, अब त्यहाँ राखे होला भने। अनि हामी त्यहाँ पुग्यौँ। अब तपाईँको के भन्दाखेरि पाठे गरेर पहिल्यै फुट्यायो भने अपरेसन गर्ने डक्टरले। अनि त्यहाँबाट चाहिँ तपाईँको बिरामी आइसियुमा। हजुर। अनि त्यहाँबाट हामी
लगभग 9:30-10 बजे पुग्यौँ। त्यहाँ पछि हामी पुग्दाखेरि त्यहाँको कर्मचारी छैन, सबै कता कता। अब तपाईँ त्यो अब के कारणले हो उहाँहरू तपाईँको छैन क्या, कर्मचारीहरू खासै छैन, एकैजना भयो भने न त नि कहाँ कहाँ पुगे के त्यहाँ। लो ठिक छ, त्यतिकै भयौँ हामी। अनि हामीले तपाईँको चाहिँ डक्टरको अपरेसन उलाई निकाल्नु, हामी उहाँसँग के कारणले यस्तो भयो हामीसँग उहाँसँग सल्लाह सुझाव लिन्छौँ। होइन बच्चा त तपाईँ लो मर्यो होइन भने पहिला पछि मर्यो हस्पिटल उहाँ भने लु बच्चा मर्यो, तर हाम्रो माउलाई के भयो त्यो जुन बिरामीलाई त के भयो हामी जानकारी पाउनु पर्यो, नत्र हामीले यहाँ राखेर हुँदैन हो क्या, भन्नु न। हजुर हजुर। त्यो सल्लाह लिन खोज्दाखेरि तपाईँको त्यहाँ डक्टरहरू कोही पनि हाम्रो एउटा मेसु हुनुहुन्थ्यो, उहाँले तपाईँको अनि त्यहाँबाट पुलिस चौकीबाट तपाईँको पुलिसहरू बोलाउनु भएछ। पुलिसहरू आए, लगभग 15-20 जना पुलिसहरू आए, जुन हाम्रो इन्सपेक्टर साहब समय मेसु भनेको चाहिँ डेलिभरी गराउनुवाला हो। मेसु भने चाहिँ त्यहाँको इन्चार्ज त्यहाँ हेर्ने। हजुर हजुर। त्यहाँ हेर्ने अब तपाईँको भनौँ न सेक्युरिटी जस्तै हुँदो रहेछ, उहाँ बाहिर हेर्ने कहाँ भित्र डेलिभरी गराउनेवाला स्टाफहरू चाहिँ कोही थिएन त्यो बेला? हामी जहाँ त छैनौँ भने यहाँ तपाईँको त्यो अपरेसन रुमको चाहिँ स्टाफहरू कोही पनि छैन। हजुर हजुर। अनि त्यहाँबाट तपाईँको चाहिँ उ गर्यो, अपरेसन गरेर अब ल त उसमा आइसियुमा हालिसक्यो। हजुर हजुर। अनि हामी गयौँ, अब बिरामी ठिकै अब भनौँ न त्यस्तो पर्लै पनि नभइसक्यो, ठिकै अब गएर उ थिएँ बोले होइन। अब होस आइसकेर चाहिँ हामी उता 8-9 बजी। अनि त्यहाँ हामी त्यहाँ गएर अनि हामीले चाहिँ तपाईँको हाम्रो उसमा चाहिँ के अरे उसमा इन्सपेक्टरसम्म हामीले रिक्वेस्ट गऱ्यौँ, त्यो हामी खराब नियतले आएको होइन, हाम्रो बच्चा त तपाईँले लापरवाहीले मारेकै हो, तर हामी खराब नियत ढुङ्गामुढा गर्दैनौँ। तर त्यो डक्टर को हुनु अपरेसन गर्ने उहाँहरूलाई बोलाउनु, मेजुसहित आएर एकचोटि गफ गराउँ के कारणले यस्तो भयो, किनभने बिरामीले त ऊ हो नि, तपाईँ त्यसपछि हामीले बिरामी अन्त्य लान्छौँ, यहाँ राख्दैनौँ भन्दाखेरि उहाँहरूले हामीसँग भेटाउन चाहनु भएन। अनि चाहनु भएन, त्यो पछि तपाईँको हाम्रो प्रहरीसँग हाम्रो डिसिएस पनि पर्यो, उहाँले हामीलाई धकाल्नु पनि भयो। हामीले तपाईँको त्यहाँ धकाल्नै पर्यो, हामीले केही पनि भनेनौँ। त्यो भनेपछि उहाँले हामीलाई साह्रै पेल्नु भयो क्या। हजुर हजुर। अनि पेलिसकेपछि अनि हामीले पनि किन हामी 18-20 जना हेरे गाउँबाट मान्छे, तपाईँको किनभने हाम्रो मान्छे मारेछ, हाम्रो बिरामी के तलमाथि हुने कि थाहा छैन, तपाईँहरू पेल्ने भने हामी एकछिन तपाईँको चाहिँ इन्सपेक्टरसम्म नि चर्काचर्की पर्यो हामी त्यहाँसम्म। अनि हामी तपाईँहरूलाई डक्टरलाई पिट्छ यताउति गर्छ ढुङ्गामुढा गर्छ भने डरलाई हामी केही गर्दैनौँ, हामी के हो भने सोध्न मात्रै खोज्या हो, डाक्नुहोस् हामी केही गर्दैनौँ भनेर भन्दा पनि उहाँहरूले सुन्नु भएन। हजुर। अनि त्यो भएपछि त्यति भयो। त्यो भएपछि यस्तो भयो भनेपछि गाउँबाट फेरि तपाईँको अर्को 2-3 गाडी मान्छे गइहालेछन्, लगभग 60-60 जना। हजुर हजुर। आफन्तहरू सबै किनभने अब यस्तो भरे बच्चा मरिसक्यो त्यहाँ गएर हामीले सोध्नु गर्दा पनि दिएन रे भनेपछि त यतिकै नै आकर्षण हुने भयो नि बिरामीको आफन्तहरू त। त्यो भएपछि गएर त्यहाँ तपाईँको कुरो तपाईँ गयो राति 1 बजी टाइममा यताबाट गयो, लगभग तपाईँको हाम्रो 80बाट 90 जना बिरामीको आफन्तहरू त्यहाँ जम्मै भेट्यो जम्मै। हजुर हजुर। अनि त्यो भएपछि हामीले धेरै रिक्वेस्ट गऱ्यौँ तर मानेन। त्यहाँबाट झन् तपाईँको चाहिँ के भन्दा झन् सुरक्षाकर्मी सशस्त्र बल तपाईँको चाहिँ सबै प्रहरी गरेर उहाँहरूले पनि लगभग 50-60 जना चाहिँ सुरक्षाकर्मीहरू खटाए क्या त्यहाँ। हजुर। अनि हामीले भनिरहेको छौँ सुरक्षाकर्मी किन खटाउनु, खटाउनै पर्दैन, हामी त सोचबुझको लागि गरे, तपाईँलाई त्यस्तो लाग्यो होला, हामी खराब नियतले चाहिँ हामीले आएकै होइन। अब बच्चा त मरेर जाने गइसक्यो, के हो तपाईँ त्यहाँ तपाईँको लगभग 1 महिनामा बच्चा पनि ल्याइपुर्यायो होइन। हजुर। बच्चा पनि ल्याइपुर्यायो, उताबाट बच्चा राख्यो त्यहाँ उसमा लगेर सब राख्ने ठाउँमा राख्यो। लु ठिक छ। तपाईँहरू त्यो आउने बेलामा त्यसरी भिडभाड के अरे भेड मान्छेहरूको त्यसरी भिड हुने बेलामा बच्चा थिएको थिएन? त्यो हामी आउँदा कहाँ बच्चा मरेर नै मैले उता गजुरीबाट ल्याइसक्यो नि। गजुरीबाट तपाईँहरू आउनुभन्दा अगाडि नै त्यहाँबाट लिएर आइसक्यो यहाँ? होइन हामी 18-20 जना चाहिँ गजुरीबाट आउनुभन्दा पहिला हामी पुगे। हजुर हजुर। अनि अरू मान्छे त पछाडि हो, अरू मान्छे चाहिँ पछाडि पुगे। अनि पछाडि पुगिसकेपछि तपाईँको त्यहाँ गयो हामीले, उहाँहरूले तपाईँको अब यसरी आउनुहोस् सल्लाहमा आउनुहोस् भनेर तपाईँको हामीले 1 बजेपछि हामीले त्यहाँको चाहिँ अध्यक्षलाई पनि फोन गऱ्यौँ, जिल्ला हस्पिटलको हाम्रो जुन राधिका सापकोटालाई। हजुर हजुर। उहाँको फोन रिसिभ भएन। तपाईँको हामीले धेरैचोटि 4-5 बार मैले गरेँ, उहाँको फोन रिसिभ भएन। हजुर। अनि त्यो भइसकेपछि अनि हामीले अझै इन्सपेक्टरलाई के भन्यो भने हामी बरु सिचुएसन कुरा गर्न तयार, तर हामीले चाहिँ उहाँसँग चाहिँ सोधपुछ गर्न पाउनुपर्छ हजुर भनेर भन्दाखेरि उहाँले दिनु भने बिहान तपाईँको 5:30 बजेमा मलाई जुन अध्यक्षले नै फोन गर्नुभयो हाम्रो राधिका सापकोटाले। हजुर हजुर। के भन्नुभयो? त्यो मैले फोन गरेँ, गरेपछि तपाईँ यस्तो केस यस्तो भएको रहेछ। होइन सर हो त्यो केस भएको, म आउँदैछु बसेर छलफल गर्ने, म आउँदैछु, म 10-15 मिनट आइपुग्छु भन्नुभयो। आइपुग्नु भयो 10-15 मिनटमा उहाँ है। हजुर। अनि आएपछि उहाँहरू अब भनौँ न सुरक्षाकर्मी उहाँहरू हस्पिटलको चाहिँ अब भनौँ न इन्चार्जहरू मेसहरू बसेर अब एकछिन बस्नुभयो उहाँहरू बेग्लै, के सल्लाह भयो। अनि त्यो पछि हामीलाई बोलाउनु भयो, हामीलाई 2-4 जना मात्रै आउनु, अरू नआउनु भने हामीले भन्यौँ हामी 2-4 जना आउँदैनौँ, हामी मेमसिन 15-20 जना बस्छौँ, तपाईँहरूसँग बसेर बस गर्छौँ, के भयो यो के कारण हो, तर तपाईँहरूसँग मात्रै डक्टर साहब हुनुपर्छ, जुन अपरेसनले मेन डक्टर हुनुपर्छ भनेर भने हामीले। अनि त्यो भएपछि हुन्छ हामी उहाँलाई बोलाउँछौँ भने त्यहाँबाट हामी तपाईँको 7 बजी त्यहाँ माथि बोलाउनु भयो, रुममा गयौँ, हामी गफ गऱ्यौँ के हो त यसरी चाहिँ यस्तो कसरी हुन्छ यहाँ भन्दाखेरि अब तपाईँको
अनि उहाँहरूको भनाइअनुसार हामीलेको भनाइअनुसार चाहिँ के भयो भन्दाखेरि अब उहाँहरूले भन्नुभयो तपाईँको पाठेर आफै फुट्या। हजुर। तर त्यो आफै कहिले पनि फुट्दैन। हजुर हजुर। त्यो कहिले पनि फुट्दैन, त्यहाँ उहाँहरूको लापरवाहीले भएको। त्यो बच्चा पनि मन्थेन, उहाँहरूको लापरवाही। एउटा के भन्दाखेरि एउटा बच्चाको धड्कन चाहिँ के हुन गयो होला भने चाहिँ यो हाम्रो शङ्का अब, किनभने हामी त विज्ञ होइन यो विषयमा होइन। किनभने उहाँहरूले चाहिँ के गर्नु पर्थ्यो भन्दाखेरि पहिलो डोज औषधि केही पनि भएन, दोस्रो डोज औषधि केही पनि भएन, तेस्रो डोज बिहान 9 बजी लाउँदै केही पनि नभइसकेपछि त्यो औषधि डोज भएपछि त्यो बच्चालाई त असर गर्ने भयो नि त। हजुर हजुर। हो, त्यो औषधि डोज भएर चाहिँ केही पनि नभएपछि उहाँहरूले हाम्रो जानकीलाई हामी सक्दैनौँ, तपाईँको बिरामी अन्त्य डिस्चार्ज गरिदिएको भए हामी लान्थ्यौँ, काठमाडौँतिर लान्थ्यौँ, काठमाडौँ लैसी त राम्रोसँग हुन्थ्यो। उहाँहरूले त्यो पनि भन्नु भएन हामीलाई, त्यो पनि जानकारी भएन। अनि त्यो भोलिपल्ट ट्याक्क त्यहाँ बसेर उ गर्दाखेरि उहाँहरूले चाहिँ यसरी पाठीहरू पहिले फुटिसकेको रहेछ। अनि हामीले भन्यौँ तपाईँहरूले एकसाथ गरेर दुनियाँ तपाईँको चाहिँ उ गरेर हेरिनु भएको थियो, पहिला चाहिँ किन थाहा भएन पहिले फुट्यो भनेर? तपाईँले अपरेसन गरिसकेपछि भनेर हुन्छ, तपाईँले चाहिँ त्यो लापरवाही तरिकाले फुट्या हो यसो त भनेर हामीले उहाँहरूसँग कुरा गर्थ्यौँ एकछिन। अनि चर्काचर्की पनि पऱ्यो, माथि नै एकदिन बस्यौँ। त्यो बसिसकेपछि अनि लास्टमा के गर्नु, हाम्रो बिरामी हामी राख्दैनौँ, कतै हामी राख्दैनौँ तपाईँहरूको, किनभने बच्चा त आइसक्यो, तपाईँहरूको लापरवाही हो यो हस्पिटलको। अहिलेसम्म एउटा मात्रै केस होइन, यहाँ धेरै केस देखिसक्यो, तपाईँको धेरै केस परिसक्यो, धेरै केस परिसक्यो। त्यो केसहरूको पनि अहिलेसम्म तपाईँ मैले सुनेको छु फाइनल गर्न सक्नु भएन तपाईँहरूले। हजुर हजुर। तपाईँले बारम्बार भनेर मैले तपाईँको चाहिँ अरूलाई किन कराउने, मैले चाहिँ जुन अध्यक्षलाई राधिकालाई अडि राखेर भने हो त यो तपाईँको भन्दा पनि तपाईँको प्रशासनको यो जुन हाम्रो धादिङ हस्पिटल चलाउने प्रशासन छ नि एउटा कमिटी, हजुर हजुर, यो कमिटी कमजोरी गर्दा यस्तो भएको हो।